मलाई जन्माउने गोर्खाको कसम म हुर्केको मेरो नेपाली जनताका दुश्मनहरूको विरुद्धमा हो। साम्राज्यवादी सरकारको विरुद्धमा हो। अबको लडाई हाम्रो नेपालपछि सीमा विस्तार गर्ने भारतीय साम्राज्यवादको विरुद्धमा पनि हामी लडाई छेड्नेछौँ। हामी भारतीय साम्राज्यवादको विरुद्धमा पनि हामी लडाई छेड्नेछौँ। आज नेपाली जनताहरूले आफ्नो युवाको रगतको बदला लिन नसके पनि यो भ्रष्ट दलालहरू बसेको संसद भवनलाई आगो जलाएर हामीले नेपाली जनताका शहीदहरूलाई शहादत दिएका छौँ। जबसम्म यो देशमा युवा जाग्दैन तबसम्म भ्रष्टाचारी भाग्दैन। जबसम्म यो देशमा युवा जाग्दैन देशको भ्रष्टाचारी भाग्दैन। जागो युवा भागो भ्रष्टाचार, जागो युवा भागो भ्रष्टाचार। केटाहरू दाइ भित्रजना मोटो लिने दाइ अब हाम्रो लडाई नेपाललाई छुट्टाबाई भन्नेवाला भारतीय दुश्मनहरूको विरुद्धमा पनि मेरो फोटो खिचिन्छ। भाइ नमरेको भए यो सबैभन्दा ठुलो योगदान हाम्रो मर्ने उनीहरूले सम्मान गर्नुपर्छ। उनीहरूले गर्दा आगो काम छोडेर